उहाँहरूले चाहिँ प्याड चेन्ज गरिराख्नु भएको थियो राख्दाखेरि उहाँले चाहिँ अलिक बेसरी धकेलेर रोल ओभर गर्नुभयो प्लस साउट पनि गर्नुभयो र हामीले हाम्रो नर्सहरूलाई यसरी ट्रेनिङ दिन्छौँ कि तपाईँले एब्युज भनेको बुझेर जानु कतिजनाले त कस्तो पनि गरेको छ भने नर्सरीमा गएर स्क्रिमिङ गर्यो क्लाइन्टलाई त्यो त भर्बल एब्युज हो नि होइन गर्न पाइँदैन नि त तर उनीहरू त ट्रेनिङमा सिकेकै छैन किनभने उनीहरूले सर्टकट गरेर कता कताबाट छोटो समय गरेर उनीहरूले ट्रेनिङ सर्टिफिकेट लिएको हुन्छ त्यो लर्न गरेको हुँदैन अनि त्यसपछि घरमा साथीहरूसँग अथवा प्यारेन्ट्सहरूसँग सिब्लिङसँग बोलाए जस्तै गरेर बोल्यो उनीहरूको लागि त नर्मली लाग्छ तपाईँको त्यस्तो कुनै एक्सपिरियन्स छ हामीसँग चाहिँ एकजना कोही अर्को ठाउँमा ट्रेनिङ गरेर त्यो प्रब्लममा परेको मान्छे आउनुभएको थियो मलाई हेल्प गरिदिनु न मलाई यस्तो पऱ्यो किनभने नर्सिङ होमले सस्पेन्ड गरेछ उहाँले के गर्नुभएछ भने नर्सिङ होममा चाहिँ दुईजना उहाँको अर्को साथी पनि थियो उहाँहरूले चाहिँ प्याड चेन्ज गरिराख्नु भएको थियो राख्दाखेरि उहाँले चाहिँ अलिक बेसरी धकेलेर रोल ओभर गर्नुभयो प्लस साउट पनि गर्नुभयो होइन बोल्दाखेरि चाहिँ हुन्छ नि अब इङ्ग्लिसमा क्यान यु जस्ट मुभ you're not opening your legs. You've got to open your legs, like हुन्छ नि that's such in a rude language. So अर्को कलिगले चाहिँ रिपोर्ट गर्यो अनि गरिसकेपछि क्लाइन्टले पनि भन्यो मलाई यसरी यो गर्छ भनेर त्यसपछि उहाँलाई चाहिँ अब सस्पेन्ड गरिसकेपछि क्लारिफिकेसन लेटरहरू माग्यो सायद मलाई उहाँले जब पनि गुमाउनु भयो जस्तो लाग्छ मलाई त्यसपछि उहाँलाई मैले चाहिँ के पेपर वर्कहरू गर्नलाई हेल्प गरेँ तपाईँले चाहिँ अब यस्तो हो यसरी मैले गरे हो भन्नुहोस् तर गाह्रो छ भन्यो मैले यस्तो एक्जाम्पल धेरै छ